Hey guys, welcome back to my YouTube channel. के चाल खबर ठिकठाक ह्याप्पी दसैँ सबैजनालाई ह्याप्पी दसैँ के छ दसैँको बढिया चलिरहेछ हाम्रोमा त बढिया चलिरहेछ अरू केही गर्न नगरे मासु र भात खान त हुन्छ स्पेशल मासु पाक्दैछ खतरनाक मासु पाक्दैछ मासु सानो ह्याप्पी दसैँ भन त्यसो के गरेको रे ह्याप्पी दसैँ भन न ल भन त खै भन ह्याप्पी दसैँ थ्याङ्क यू भन विजय दशमीको शुभकामना भन न विजय दशमीको शुभकामना भन यस्तो गर इधर दे त्यसले गर सानो विजय दशमीको शुभकामना भन मलाई त आउँदैन सबैतिर टिका सिका लाएर झिलेर मिली रातै भर हिँड्या खान आया हाम्रो घरका मान्छेहरू सब सुतेर अलि भर्खरै उठ्या खान्छ निदाएर आज दसैँको दिन स्पेसल भइगयो म पनि भर्खरै उठ्या के गर्नु कोही त झिलिमिली भएर नयाँ के भन्छन् दसैँ नभए पनि नयाँ कपडा लगाऊ भनेर लगाऊ हो सब यो के भन्छन् हाम्रो स्पेसल दसैँ यो हो बाटे के गर्नु कहीँ जानु छैन केही गर्नु छैन केही छँदै छैन यो भुकटे खाँदै हो बास भइहाल्छ यति भएपछि मम्मीले काठमाडौँबाट त्यत्रो महँगो के हो सरर पठाइदिए लास्ट आएर कटुर भेस्ट लाउने म त बेजत गरिदिन्छु अब यहाँ म बिजित गरिदिन्छु अब यहाँ आएर म बिजित गरिदिन्छु त्यत्रो महँगो सरर म त काठमाडौँ फेरि फिर्ता पठाइदिउ कि क्या हो कति राम्रो हो आज के दसैँमा यस्तो हुन्छ कि भोलि बेसरी पानी आउने भनेर आकाशमा हेर न के पानी आउने हो कि हजुर जान दिनु क्या माइली चरा भने के माल चरा माल चरा देखिको के सुहाएको फेरि यिनीहरू ग्रुप सो तेरी साला बिहा जस्तै ओ माय गॉड यता अरे तेरी म त आजदेखि क्या समय हो कि दसैँको मेला पनि यहाँ पो भयो ओ बा वहाँ छुटेको अलिकति यसको लागि हैन बा यो के अचम्म है अजिब दुलोबाट निस्किरहेको त्यस्तै छ हेर्नु न ऊ फेरि निस्किरहेको छ उता तलबाट आउँदैछ कति नाम ओ अर्को लट पनि आउँदैछ यता आउँदैछ लास्ट लास्ट हो के यिनीहरू कहीँ सर्दैछन् क्या हो यो खोलामा आएको कुन खोलामा यो हो यहाँको खोलामा अब पहाडतिर अब जाडो हुन्छ नि त सक्दैनन् अनि यहाँ अब कम हुने भयो त्यही भएर उता गरिब महिनाभरि उता जान्छ नि जाडोमा यता आउँछ ए सरेको आफ्नो घर जान लागेको मलाई पनि लग्नु नि यस्तै बनाएर कति राम्रो के फेरि चारा माल चरा हो आज आकाशमा चरा मात्र चराहरू मात्र हिँड्ने दिन हो कि क्या हो ओजी छ यता पनि रहेछ आज के चरै मात्र हिँड्ने दिन हो खतरा डिजाइन बनाएर यहाँ सक्यो दसैँ सक्यो मुन्या दिदी सक्यो मुन्या दिदी दसैँ सक्यो सानो दसैँ सक्यो भन दसैँ सक्यो भन सानो भन न ओ भाइ दुई जुवाला केला खोले खानु वा
दसैँ पनि सकियो हाम्रो त धेरै भयो क्या मजै आइगयो खाना खाना लाग्यो क्या दसैँ जस्तो फिल पनि भएन टिका सिका लगाए पो जमारा समाएर सिउरे पो हो दसैँ भन्ने हुन्छ उत्तिकै खायो बस्यो के दसैँ अघि पछि पनि खाइन्छ होइन साह्रो यहाँ आउँछ नयाँ लुगा त यहाँ भइहाल्यो सारिकाको त नयाँ लुगा मैले अस्ति किनिदिएको खै च्यातियो यहाँ च्यातियो काखीतिर होइन टाइट भर्छ टाइट भर खै सानो सानो हेलो गाइज भन्देऊ पुई हेलो गाइस अब लडी डल्ली होइन आजको लागि चाहिँ भिडियो यति नै होइन अब के गरौँ दसैँ बढी भएर दिमाग खराब भइरह ओके गाइज आजको लागि चाहिँ भिडियो यति नै भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई